सो एनिवेज गाइजहरु अब यही हो लास्ट वान भनेको यस्तो रहेछ सो हेलो एभ्रीवन नमस्ते वेलकम टु ब्याक अनदर भिडियो तपाईहरु सन्चै होला म पनि एकदम सन्चै छु अनि गुड मर्निङ एभ्रीवन सबैलाई पहिला सुरु नै अनि हिजो सो अब मेरो पनि मान्छे थिएन अनि एक त अर्को हैन यसकै तोरी फेर्ने साइड चाहिँ बिग्रेको थियो त्यो मिसिन चाहिँ बिग्रेको रहेछ मतलब बनाउन लागेको रहेछ अनि त्यही हो अब अहिले त्यहाँनिर बस्ने हामी बस्दैन बेलुकाखेरि जाने होइन बेलुका पनि बनाएको हेर्ने रहेछ अब अहिले बिहान जानु लाग्यो अब त्यो बन्यो भने लिएर आउने नभएदेखि अब के भन्नु खै सो बिहान उठिसकेपछि पानी खानु एकदम राइट भन्नु थियो ठिकमा राखेर हामीले राइट एकदम ठन्डक पानी खाउँ त्यसपछि मिलाऊ सोनेबाज गाइज मेल भनेको त्यहाँ लिने भने त्यो उयस गरेन नि त दिउँसै त्यो अब दिउँसै आएर भने पैसा छैन 1 रुपैयाँ मसँग अब बल्दिदैन मेरो डेक्ची पनि त दुलो परेको यहाँले डेक्ची किन्न छ अरू भन्दा सो गाइस त्यही हो अनि यहाँनिर छ हाम्रो त्यहाँ मही पार्ला छ अनि म चाहिँ यस्तै जाल खोल त हालेछु अब चाहिँ केही दिनपछि भेटौँला सो गाइस अहिले चाहिँ म कहाँ जानु लाग्यो भन्दाखेरि म चाहिँ डेलिभरी गर्न जानु लाग्यो भनेर भन्दिनँ म धान काट्न जानु लाग्यो त्यसै देख्छ कि क्याप रेड यो पनि रेड त्यही हो नि त खास गरी म जानु लाग्यो माथि हो अहिले तपाईँहरूलाई उहाँ पुगेपछि देखाउँछ धान काट्नमा अनि यो झोला भन्यो नि जे भन्यो नि यसमा चाहिँ के छ भनेर सोच्नु भयो होला होइन यसमा चाहिँ कपडाहरू छ मेरो किन भन्दाखेरि म यो धान काटेर सिद्धिएर भनौँ न सिद्धिएर चाहिँ फुटबल गेम छ हाम्रो त्यहाँ माथि त्यहाँ हेर्न लगाइरहेको छु मतलब आजको यो भिडियो चाहिँ आजै आउँछ भने आज कि भोलि आउँछ भने होइन आजै आउँछ बेलुकाखेरि आउँछ जस्तै 8-9 बजीतिर होला यो भिडियो अहिले सुट गरेको मैले अनि हालिदिन्छ होला मेरो फेरि बेलुका हाल्ने बानी छ क्या भिडियोहरू त्यही हो बेलुका हाल्छु कति बजी भन्दाखेरि 6 बजीदेखि 9 बजीसम्मको बिचमा हाल्छु म भिडियोहरू याद गरेर राख्नु होला गाइजहरू सो गाइस त्यही हो नि त अब जान लाग्यो चाहिँ हाम्रो धान काटे यो पनि काट्नु है यो पनि हो तर यहाँ चाहिँ त्यति मजाले पाकेको छैन नि त हरिहरी नै छ नि त त्यो भएर माथि उता माथि चाहिँ भन्नु नि छिटो रोप्यो यहाँ भन्नु नि अनि त्यो भएर नि अलिक छिटो काट्दैन यहाँ उहाँ चाहिँ अलिक छिटो पाकिसक्छ त्यो भएर उहाँ काट्ने जानु लाग्यो फेरि हिरो बनेर जानु लाग्यो थेट भन्नु भन्ने होइन क्या सर्ट चाहिँ यहाँ स्कुलको सर्ट है फेरि अनि किन सर्ट भन्दाखेरि कालो हुन्छ त्यही पनि हात त कालै भयो मेरो मैले कहिले नि प्रायः जस्तो फेरि म रङ कपडाहरू हुँदैन नि त त्यो भएर त्यही हो अब ऊ माथि भन्दा नि धान काट्ने ठाउँमा गएर भेटौँला सो एनिवेज गाइस चाहिँ अहिले चाहिँ बारीमा आइसकेको छु म होइन यतापट्टि चाहिँ काटिसकेको रहेछ अनि यतापट्टि बाँकी छ हाम्रो कहाँसम्म भन्दाखेरि यो ट्याक्कै यही बारी सिद्धेपछि हामीले पनि सिद्धिन्छ एउटा दुइटा तिनवटा योसँग चाहिँ 4वटा रहेछ 2टा चाहिँ काटिसकेको रहेछ म यहाँ टक्क मल राखेर चाहिँ रेकर्ड गरेर छोडिदिन्छु तपाईँहरू त्यो भिडियो चाहिँ म फास्ट गर्छु हेर्नु होला
सो एनिवेज गाइजहरू अब यही हो लास्ट वान भनेको यस्तो राखेको चाहिँ सपुवा तो नहीं हो गया ये उता तलदेखि वहाँसम्म देखेको थिएँ नि अघि नै वहाँ माथिसम्म वहाँ तलसम्म अहिले यहाँसम्म आइसकेको छ यो एउटा बाँकी हो त्यसपछि म कलखेलेर जान्छु त्यही हो अनि आजको भिडियो चाहिँ भन्नुपर्दा कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि त्यसपछि के भन्ने र यति नै हो गाइस